नमस्कार। हामी सिङ्ला चिया कमान युवा समूह इन्डियन गोर्खा जनशक्ति फ्रन्ट विशेष हाम्रो सिङ्ला चियाबारीको गाउँवासीलाई हामी एउटा सानो सूचना दिन गइरहेछौँ। यो आगामी 22 तारिक आइतबारको दिन समय 2 बजे सिङ्ला सार्वजनिक भवन 5 नम्बर लिपसेटमा श्रीमान इन्डियन गोर्खा जनशक्ति फ्रन्टका संस्थापक संयोजक श्रीमान अजय रोसज्यूको आगमन हुन गइरहेको छन् र त्यस दिन हामीले समष्टि कमिटी गठन पनि गर्नेछौँ। साथै हाम्रो समर्थन कार्यक्रम पनि राखेका छौँ। कतिपय हाम्रो युवा भाइहरूले अजय रोसज्यूको भिजनलाई मन पराएर उहाँको सोचलाई मन पराएर हाम्रो पार्टीमा समर्थन गर्ने पनि भएका छन् र साथै उहाँको सोच उहाँको विचार बुझ्न चाहने जसले पनि चाहनुहुन्छ र जति पनि अजय रोसज्यूलाई मन पराउनु हुने र साथै हाम्रो अजय रोसज्यूको भिजन के छ र हाम्रो न्यूनतम यो रोजगार विषय कमान चिया श्रमिकहरूलाई लिएर कस्तो खालको हाम्रो पार्टीको विचार छ, हाम्रो ध्येय छ भन्ने सब कुरा तपाईँहरू जान्नु इच्छुक जो पनि हुनुहुन्छ तपाईँहरू यो आइतबारको दिन समय 2 बजे तपाईँहरू सिङ्ला सार्वजनिक भवनमा भेला हुन सक्नुहुन्छ भन्दै हामी सिङ्ला युवा समूह तपाईँलाई निमन्त्रणा एवं सूचना दिइरहेका छौँ। धन्यवाद।